ब्रेकफास्ट चाहिँ आजले फेरि बनाउँदैछ यो मान्छेको नाम त सर यो रहेछ सरको चाहिँ ब्रेकफास्ट रेडी भइसकेको छ उहाँ चाहिँ धुपाटी गर्नुहुँदैछ एकदम र अब एकछिनबाट चाहिँ लिनुहुन्छ चिनीको चिया सादा चिया जेरो र अहिले आउनुहुन्छ फेरि के भन्नुहुन्छ आज हाम्रो छुट्टीमा अचार यस्तो दामी बनाएको छ यो बनाउने मान्छे चाहिँ हाम्रो बाउ र यहाँ छेमा आएर अतार अतार भात खाँदैछ अब गइहाल्ने अरे आइपुगेको छैन जाने अरे अब यहाँ घर च्यालेर भइरहेछ किनभने काम चल्दैछ र आमा छ बिजी खाना पस्किनुमा र म छु बिजी त्यहाँ मेरो यहाँ पकाउनुमा लु हेर्नुहोस् यस्तो छ च्यालेर बोय ड्रेसअप टम बोय अब जान्दैन ढिलो भइसक्यो हाम्रो छोमुको ब्रस गर्ने स्टाइल गोजीमा हात छ एउटा हात हो एउटा हातले ब्रस पक्रेको छ र छोमुको गुड मर्निङ चाहिँ अघि भएको तर ब्रस चाहिँ अहिलेको जस्तो 1 बोतल दुध खाएर दुध पिएर ब्रस गर्छ मेरो छोरी अन्त के हो एन्टिना छ त कपाल त ए छोमु आज हामी कहाँ जान्छ आज हामी को दादा भन्छ त्यसको नाम के हो शर्मिलाको ए फुन्चुक दादाकोमा जान्छ फुन्चुक दादा होइन होइन छोमु त्यही कारण तिमी नुहाउनुपर्छ है Why no? के गरेको त्यो चाहिँ ब्रस गरेको राम्ररी गर हात हेर्नुहोस् यहाँ हाम्रो बहिनीको एन्टिना अहिले राम्रै हुन्छु पार्टी जस्तो हुन्छ भन्दैन गुड मर्निङ भन्दै नि छोमु त्यतिकै एभ्री वान भन्दै त्यसो चाहिँ नगर न अब र आजको ब्रेकफास्ट चाहिँ आजले फेरि बनाउँदैछ यो मान्छेको नाम चाहिँ शर्मिला गुरुङ हो मेरो बहिनी आज यसको घरमा चाहिँ हामी सुन्तला टिप्नु जाँदैछ नुमा फेमस हाम्रो बहिनी चाहिँ यहाँ सुन्तला झार्नु गाइस आज चाहिँ हामी गेस्ट आएको छ बहिनीको घरमा कि यहाँ सुन्तला खाँदैछ सुन्तलाको मालिक चाहिँ उहाँ हुनुहुन्छ यो रहेछ नि त पारा यहाँ झऱ्यो एउटा दुईटा आलु आलु हो आलु त्यो आलु त याद छ ल प्लिज छोमुले भिडियो गर्न छोमु भिडियोमा छोमुला भिडियोमा भनिदेऊ न सुन त हेलो गाइस भनिदेऊ न ला छोमुको त त्यो अरेन्ज त ओभरफ्लो भइसक्यो यहाँ छोमुको बाउ खाँदैछ चिया अम्बो अरे छोमु छक्कै पर्छ छोमुला पकेटमा हाल न तिम्रो चाहिँ त्यो पुगो हाल्दियो त बहिनी ला ओ माई गड पुगोले बोक्दैछ नि त छोमुला सुन्तला भाइरल बहिनी भन्दा हामी खाएर भाइरल हुनुपर्छ अब ल सुन्तला टिप्नु चाहिँ आउनुहुन्छ बिना छोमु किन फाल्नु त दिदी टाउकोमा भेट्छ मम्मी गाइस देखो सुन्तला भेरी 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 ओ त नि छ यो चाहिँ गान्तोकमा किन्नु पर्यो भने चाहिँ तपाईँको कति पर्छ 150 120 समथिङ आउँछ त्यसको गोजीमा कहिले बोक्दै नि त्यो हाम्रो छोमुलाई तर यो सुन्तला चाहिँ साँच्चै हो नि गुल्दै छ अरे पुरा गुल्दै रहेछ है ओइ बहिनी उयो त कोपी हैन त यो कोपी सब पारी रहेछ लु यहाँ त पुरै खेतीपाती रहेछ अर्ग्यानिक खाएरै मान्छेहरू अब म हातले टिप्छु
परे मटर मटर चाहिँ ब्रोकोली र मटर मनपर्छ ढिलो रोप्यो त्यो पहिला पहिला बेसी फल्दा नखान्छ त त्यो बिहान गर्दा अल्छिनी मान्छे हो नि त हेर्नु त्यो अल्छी के गर्थेन यस्तो बारी कामहरू पनि गरेर तर बिहान नगर्ने सन्तोला त माइजूले पनि गर्दैन होला नि त माइजूको हाम्रो सुन्तला चिप्स हुने चाहिँ यता हुन्छ बिना जाति भयो पानी छ त ए यहाँ सुन्तला खाएको भगवान है बढी गाई किनेर छौँ यहाँ हेर फुर्सद छैन बिचारा सुन्तला यो कस्तो रहेछ सुन्तला ऊ आफै बस्यो भने पालेको नि बस्नु कस्तो रहेछ घुमी बस्छ त्यहाँनिर हो टेस्टी भन्दै फेरि बिचारा केटी खोज्नु घुमेको सुन्तलाको बोटको छेउमा सुन्तला टिप्दै खाँदैछ है यहाँ चाहिँ लु केटी खोज्नु घुमेको होला उता गाई त बारी बडा केटी आउनु आगे आगे नि अन्त बोट देख्न लाग्छ कि जस्तो नारी भाइहरुले खुसी गर्यो बसेर न खुब टाढोबाट गर्नुपर्छ यहाँ हेर बेबी ऊ पापाले गर्छ अरे वाउ त्यसै छेउमा त झन् सक्छ नि अन्त छेउबाट तलको यसरी खेल्छ भने यसरी खेल्छ क्या छ कि सोच्नु त त्यो ताप्छ त्यसरी त यसो आम्मा उयो त छु ल फुन्चु गर्नेहरू लु फुन्चु गर्नु तपाईँ यहाँ आउनुहोस् न फिस हेर्नुहोस् न फिस फुन्चुको दाँत छैन त सबै किराले खाएछ खै माथि छोमुको जस्तो छैन छोमुको पनि त्यस्तै हुनु आँटेछ ल केटाकेटी भोलि किन्नुपर्छ ल बजारमा ल त्यसको टोकेर आउँदैन हैन सामानहरु त्यति के छोड्छ म मार्दै न त्यो त कुनै चिज बेच्नु सक्दैन हामी महिनाले जेठो कान्छौँ गाइस यहाँ चाहिँ मैले अघि भिडियो बनाउँ भन्दा गफमा बिची भयो कि यहाँ चाहिँ ऱ्याबिट पनि रहेछ दुईवटा रहेछ बिचरा अन्धेर भएर जाडो भएर लुकेछ यस्तो रहेछ बहिनीको घरमा चाहिँ प्लान्टहरू पुरा रहेछ गाइस यो प्लान्ट चाहिँ सबै बहिनीको हस्बेन्डले रोपेको अरे बाइ द वे यसको कोही गाडी प्लानको फोटो खिच्ने भिडियो गर्नु बिर्सेछ नि दिउँसो त अन्त अब राति पो त छ यो चाहिँ सबै जोइनले रोपेको लु मलाई नि दे त बहिनी एउटा हेलो यो बहिनीलाई चाहिँ के आइरहेको छ भने जाबे आइरहेको छ हिजो रातिदेखि ऊ त्यहाँ हेर्नु राम्रै राम्रो लु 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 यहाँ बहिनीलाई चाहिँ राम्री लाग्ने बहिनीलाई चाहिँ दबाई पठाइदिनु पऱ्यो यहाँ दुईजना अब जानु आधा चाहिँ फुन्चुक बोल्नु थालेको छ हो अघि चाहिँ स्ट्याच्यु जस्तै थियो हो अहिले चाहिँ बोल्नु थालेर बहिनी चाहिँ फेरि बिजी छ ए अहिले चाहिँ बहिनी बिजी फुन्चुक डालेर कलर पेन्सिलतिर अघिसम्म चाहिँ दुईजना मिलेको थिएन हे गाइस वेलकम ब्याक र आज चाहिँ हामी बुसु गएको थियो बहिनीको घरमा है सो रात परिसक्यो 7:30 भइसक्यो डिनरहरू सबै भइसक्यो अब चाहिँ जानु आँटेको है र मजा आयो यहाँ चाहिँ अर्ग्यानिक रहेछ खेत बारीतिर आलु सबै कुरो पाउँदैछ सुन्तला पाउँदैछ बहिनीले जहिले रोपेको अरे सबै हो सो यहाँ चाहिँ राम्रो रहेछ मजा आयो दिनभरि हो सो अब चाहिँ हामी खानापिना भइसक्यो जानु आँटेको फाइनल गफसफ हुँदैछ त्यहाँदेखि चाहिँ हामी घर जान्छ है सो स्टे ट्युन मलाई सोधिबस बाबा सोध्दै बाबा कति थाम्दा म कहाँ भन्छु कति थाम्छ सबजनाले हाम्रोदेखि खासै त्यो सुँगुर मासु चाहिँ खानु हुन्थेन चलो 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 पुसे जाऊँ चलो अहिले पो हेलो भन्दैछ बाई बाई भन्ने बेलामा
बहिनी र जहिले यो फुल देख्छ हो ट्युलिप पनि रहेछ ट्युलिप चाहिँ दिँदैन अरे खोइ कता छ बाटोमा दिने अरे ओ बाटो म दुईजना बोलाउनु लिनु हुँदै हुँदैन ट्राई गर्नु सबै किनेको यो हागेले अब चाहिँ गएकै फुलै फुल्यो ट्युलिप ट्युब पर्दो रहेछ अरे दामी फुल हो होइन नि फुलमा पानीहरू पनि छोमो लेट्स गो छोमो चाहिँ लागेर चाहिँ भुल्दैछ यहाँ छोमो जान्दैन घर यिनीहरू घर जान्दैन टिकट बोलाइदिन्छ छोमुला अड्डी के खाने रे छोमु छिटो गर भन न पापा लुगा फेर्नु जान्छ छोमु छर त अहिले पापाले ढिलो गर्छ छोमु रेडी रहेछ हामी भर्खर आइपुग्यो छोमुलाई छे गरे खै सुत्नु भएको थियो नमस्ते र अब चाहिँ हामी हाम्रो बाजेको घर आइपुगेर नि बराबु बाजे हेर्नु गएको अब चाहिँ हामी बराबु बाजे हेर्नु जाँदैछ र मेरो पछाडि छ मेरो सैनिकहरू छोमु गाडी आउँदैछ हेर्नु तल गएको प्लस आमाहरूको खास मूल घर तल छ सो म तपाईँहरूलाई आमाहरूको खास मूल घर पनि देखाउँछु बराबु बाजेको घर पनि त्यहीँ हो मूल घर नि हाम्रो आमाको बाबाको मूल घर पनि त्यहीँ छ होइन यो त रोड साइडको सबैलाई थाहा छ सो म आज तल रोड मुनिको देखाउन जाँदैछु मेरो बुढालाई साह्रो पर्यो ओह्रालो हिँड्नु हामी लागि यो चाहिँ नयाँ बाटो बनाएको छ तर फिलहाल चाहिँ पहिला चाहिँ उहाँपट्टि थियो बाटो यहाँ छ हाम्रो माने गाइस म चाहिँ यस्तो भारी आफै बोकेर हिँड्नुपर्छ बुढा भइ नि हो मैले चाहिँ आज्ञालाई यो भारी बोकाएको छु होइन गाइस र आज्ञाले चाहिँ के भन्दैछ अनि नि भारी बोकाउनु ल्याएको होइन मलाई भन्दैछ होइन अब तपाईँहरू भन्नुहोस् है बुढीले भारी बोक्छ कि बुढाले भारी बोक्छ फेरि मैले अन्त सबैको बुढाले बोक्छ बुढीले कहाँ बोक्छ भन्दाखेरि के भन्यो भने याप्ला अरे उहाँ चाहिँ याप्ला अन्त मैले के भने नि याप्ला चाहिँ मलाई नसुनाउँदा नि हुन्छ मेरो छेउमा चाहिँ भन्दै होइन हामी चाहिँ गाइस आइपुग्यो जस्तो छ किनभने मैले यहाँ बाख्राको खोर देखेँ पछाडिबाट पाउँदो रहेछ बाटो बी पाकेको बिजन यहाँ चाहिँ दौराको कटेर रहेछ सामानको पैसा मात्र मैले सामान हामी चाहिँ आइपुग्यो है बराबुको घर ऊ बाजे बराबु बाजे यहाँ बराबु बाजे यहाँ छ बाजेलाई हेर्न आएको हामी यहाँ छ महिला मामा यहाँ छ कुकुर एलिनाको छोरी एलिना यहाँ छ ठुली आमा यहाँ ल नमस्ते ल नमस्ते मामा एलिनाको ज्वाइँ भनेर एलिनाको ज्वाइँ ए हो चिनेन के हो भन्ने यहाँ चाहिँ माइजूहरूको अर्किड चाहिँ यस्तो रहेछ सिटी रुम बाहिर चाहिँ यस्तो दामी यो तल देख्दै गरेको साइला मामाको घर हो होइन बराबु बाजेको छोरा बाइ द वे हाम्रो मामै हो त्यो चाहिँ हाम्रो मूल घर पहिला हाम्रो आमाको बाबाको मूल घर चाहिँ आमाको बाबाको मूल घर चाहिँ त्यो देख्दै गरेको त्यहाँ चाहिँ अहिले अरू मान्छे राखेको छ हो यो चाहिँ बराबुको कान्छा छोराको घर साइला छोराको घर र यो हामी भएको चाहिँ महिलाको छोमो हुस्सु देखाइदेऊ हुस्सु
ऊ सानो भाइ आएछ ऊ यहाँ ऊ दादा हौ भाइ होइन रिल्याक्स पोजिसनमा बसिरहेको छ क्या गरिदिन्छ है उसुगरले कुखुरा बस्ने कोक्रो देख्यो दुईटा छुमु बस्ने त्यहाँभित्र बस न कोक्रो कुखुरा पो बस्छ त्यहाँदेखि कुखुरा बसेर अन्डा पार्छ छुमु बस्ने त्यहाँ कोक्रोमा यहाँ ए धन्यवाद दिनु यहाँ हालिदिनु हामी त पुरा पिरो खान्छ नि त र गाइस हामी चाहिँ बराबर बाजी हेरेर नि अब फर्किँदैछ माथि होइन रोडको घर भन्दा चाहिँ यहाँ रोडको मुनि घर चाहिँ अलिक तातो रहेछ कि सो गरम भएर हो सो अब चाहिँ हामी माथि घर फर्किँदैछ र एकछिन त्यहाँ पुगेर खाजा खाएर चाहिँ गान्तोक फेरि रिटर्न हुनेछ आइपुग्यो गाइस तल चाहिँ यति डरलाग्दो गरम हुँदो रहेछ कि ओह्रालो परेर र त्यही हो मलाई ठुलो बाजे बराबर बाजे एकदमै भेट्नु जरुरी थियो होइन अन्त भेटेँ हिजो बहिनीको घरमा पनि बहिनीले पहिल्यैदेखि आउनु 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 भन्दै थियो सो बहिनीको घर नि हिजो गएको थिएँ है ढुके भयो डुरी डुरी डम डम अन्त के पिरो दिनु हेलो गाइस ब्याङ्ककको यहाँ ब्याङ्ककको गिफ्ट अनप्याक हुँदैछ है ठिकै छ ब्याङ्ककको खै हेरौँ त कुन चाहिँ पर्स हो तपाईँको खै देखाइदिनु यहाँ देखाइदिनु नामहरू देखाइदिनु खै छ म यहाँ हेरौँ